शिक्षक आन्दोलनका सबै माग पूरा गर्न नसकिने शिक्षा मन्त्री रघुजी पन्तको भनाई। नमस्कार, स्वास्थ्यको साथी युट्युब च्यानलमा तपाईलाई स्वागत छ। 2081 साल चैत 20 गतेबाट 2082 साल वैशाख 17 गतेसम्म जम्मा 29 दिन सम्पूर्ण शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरे। त्यतिखेर सरकारले शिक्षकका माग पूरा गर्ने प्रतिबद्धता बमोजिम शिक्षकहरूले सडक आन्दोलन फिर्ता लिएका थिए। विद्यालय शिक्षा विधेयक आउने मिति नजिकिँदै गर्दा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकका सबै माग पूरा गर्न नसकिने धारणा व्यक्त गरेका छन्। बिहिबार नेपाल राष्ट्रिय शिक्षक संगठनको 14औं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रमा बोल्दै मन्त्री पन्तले सो कुरा बताएका हुन्। असार 15 गतेसम्म शिक्षा विधेयक संसदमा पुगोस् भन्ने नै छ। विधेयक आएपछि शिक्षकका धेरै माग पूरा होलान्। शिक्षा मन्त्री पन्तले भने संसारमा 100मा 100 माग कसैका पनि पूरा हुँदैनन्, पूरा गर्न पनि सकिँदैन। मागहरू कति उचित छन् भन्ने हुन्छ। मागहरूलाई देशको अर्थतन्त्रले धान्न सक्छ कि सक्दैन भन्ने हेरिन्छ। सबैलाई हेरेर बढीभन्दा बढी माग समेट्न सकियोस् भन्ने शिक्षा मन्त्रालयको प्रयत्न रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, विधेयकमा सामेल गर्ने प्रयत्न गरिरहेका छौँ। कार्यक्रममा मन्त्री पन्तले साँचो भन्ने हो भने यो शिक्षा विधेयक भन्दा पनि शिक्षक विधेयक भएको टिप्पणी गरे। उनले भने शिक्षा प्रणालीलाई कसरी सुधार गर्ने भन्ने विषय विधेयकमा पर्याप्त रूपमा समेटिएको छैन। धेरै कुरा शिक्षकसँग सम्बन्धित छन्। मन्त्री पन्तले सरकार शिक्षकको जायज माग सम्बोधन गर्न प्रतिबद्ध रहेको भन्दै विद्यार्थी र अभिभावकका अपेक्षा शिक्षकले पूरा गर्नुपर्ने बताए। मन्त्री पन्तले चैत 20 गतेदेखि वैशाख 17 गतेसम्मको शिक्षक आन्दोलनका कारण भएको पढाइको क्षति पूरा गर्न आग्रह गरे। उनले भने तपाईहरूका माग सरकारले पूरा गर्दै जाने र अभिभावक र विद्यार्थीका मागहरू अधुरै रहने अवस्था उत्पन्न हुनु हुँदैन। शिक्षक आन्दोलनको अवधिमा भएको पढाइको क्षति पूरा गरियोस्, विद्यार्थीको पढाइ राम्रो होस्, सार्वजनिक र सामुदायिक विद्यालयमा विद्यार्थी आउने वातावरण बनोस्। के सरकारले सहमति अनुसारका मागहरू पूरा गर्ला? शिक्षा मन्त्री रघुजी पन्तको यो धारणा तपाईलाई कस्तो लाग्यो? कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनुहोला। धन्यवाद।